Hi guys, namaste, welcome back to my another video. आज चाहिँ म नर्थ एबिसीको बाटोमा पुग्न लागिसक्यो। जस्तो बवाल भ्यू छ, मान्छे हालत खराब छ। मेरो भिडियो चाहिँ भर्खरै स्टार्ट हुँदैछ किनभने हिजो पनि दिनभरि पानी पर्यो। अनि हामी हिजो बुस्केट मेलामा आएर बसेको। बुस्केट मेलाबाट आज हामी बिहान 4:30 तिर निस्केको। अहिले 7-8 बज्न लागिसक्यो। हामी हालत यस्तो छ, कहिले पुग्ने हो। अब पछाडि चाहिँ अब क्लाउडले ढाक्दैछ, खुल्छ भने आशाका साथ हामी हाम्रो यात्रालाई अघि बढाउँदैछौँ। म त जान्न होला जस्तै भइसक्यो। मेरो साथीको हालत यस्तो, मेरो अरू मित्रहरू अगाडि गइसके। अब हाम्रो हालत चाहिँ यस्तै छ, गाह्रो छ। ट्राभल गर्न ट्रेक गर्न अलिकति गाह्रै रहेछ। यो चाहिँ खै के भयो एकचोटि बाटो त्यस्तो सजिलो छ क्या, तर खै हामीलाई किन अल्छी लागिरह्यो, हामी जानै खइरहेन। अब यस्तै छ। हामी चाहिँ अब पञ्चकुण्ड पुग्न लाग्यौँ। अब चाहिँ 20 मिनट भन्थ्यो गाह्रो, अब 15 मिनट 5 मिनट हिँड्यो होला त्यस्तै छ। अब तलतिरको अलिअलि क्लिपहरू खिचेछु, मिल्यो भने राख्छु, मिल्यो भने होइन। अब यो पछि म राख्नेछु है। भाइ कहिले होटल खोलेको? भाइ हिजो अलिक घरमा आएन के भन्नु पर्थ्यो त भन्छ। 2-4 वर्ष हिजो हेरेर कति पत्याउँछ। हाम्रो भाइको नाम रोशनको होटल यहाँ। रश्मिले मन पर्यो अरे चोर्ने विचारमा। हामी चाहिँ ओमखोला खानाको लागि वेट। फोन चाहिएमा सम्पर्क गर्नु होला। सानी सानी रोजी रोजी। हामी चाहिँ ओमखोला, यो चाहिँ हो ओमखोला। अब चाहिँ हामी ओमखोलाबाट खानाहरू खाएर निस्केको। दिस इज ओमखोला। टिङ 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 टिङ। हाम्रा प्यारा प्यारीहरू यता हुन्छन्। हेलो हेलो। ओमखोलाबाट कति बज्यो अहिले? 12 बजेछ। ल दिदीको खतरा बनाइदिन्छु म। भ्युज लाखौँ लाख भ्युज। के चिज त हो गुराँसको? म त जान्न होला। छुट्टा पनि रश्मि मेरो फेस चाहिँ यो किन यस्तो भने चाहिँ हिजो हामी रातभरि सुत्नै सकेनौँ। त्यही कारणले गर्दा म चाहिँ पुरा अनिजो छु कि। अनि हिजो खाना पनि खासै मिठो भएन, त्यही भएर खाना पनि खाइएन। आज बिहानभरि भोकै भयो, त्यही भएर अलिकति गाह्रो भइरहेछ। त्यही भएर हामी हिँड्न पनि अलिकति नसकिरहेको अहिले। भ्यू चाहिँ यस्तो बवाल खोल्दै कि
रोशन त्यहाँ छ फाइनल्ली हामी पञ्चकुण्ड आइपुग्यौँ ओहो यही हो है पञ्चकुण्ड चाहिँ कति घन्टा लाग्यो हामीलाई आइपुग्न टन्नै लाग्यो 3-4 घन्टा पञ्चकुण्ड हिमाल 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 कुण्ड कस्तो बवाल देखेको यहाँ कस्तो मजाले खुल्दियो है तर मैले एक्सपेक्टै गरेको थिएन कि यस्तो मजाले खुलिदिन्छ भनेर कस्तो मजाको होला यो के खसेको भन्छ हिउँ खसेको यो ओ कस्तो मजाको भयो पानी हेर्नु न साउन्ड पनि आइरह पानीको साउन्ड पनि आयो टिक 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 आएर आइस प्याक गर्दैछु मेरो पिम्पल्स यत्रो आएर पिम्पल्स मेरो भ्यू हेर्नु यस्तो बवाल छ यस्तो भ्यूसँगै आइस प्याक फ्रीमा कस्तो आनन्द आयो पिम्पल्सले दुखा दियो मलाई अब चाहिँ हामी निस्किने होला छौँ यहाँबाट मेरो पछाडिको ब्याकग्राउन्ड छोडेर जान त मन छैन र पनि अब जानुपर्ने हुन्छ हामी अब हामी खाना खान्छौँ यहीँ अनि खाना खाएर चाहिँ हामी तलतिर झर्नेछौँ नै त यस्तो दामी छ नि भ्यू चाहिँ घाम यस्तो मजाले लाग्दै आज अब हामी चाहिँ फर्केको अब चाहिँ हामी फुटफुटे झरनाको भिडियो राख्नेछौँ हामीले हिजो फुटफुटे झरनामा फोटो भिडियो नै गरेनौँ किनभने पानी परेको थियो त्यो तलको सानो मिनीवालामा चाहिँ गरे जस्ट भिडियो बनाएको थियौँ माथिको मेन ठुलोवालामा चाहिँ हामीले गरेको थिएनौँ अनि आज हामी फोटो भिडियोहरू त्यहाँ लिन्छौँ अनि जान्छौँ आज हामी कहाँ बस्छौँ यता गर्नु होला स्टुडियो हामी चाहिँ फाइनली फुटफुटे झरना आइपुग्यौँ This is फुटफुटे झरना गुड मर्निङ राम तातो पानी तातो पानी बजार आइपुग्यौँ हामी हिजो बेलुका बाटो त ढुङ्गा खस्ने ठाउँतिर बाटोको कन्डिसन